यहाँ जति पनि निर्वाचित भएर जान्छन् हैन नेताहरू, निर्वाचित भइसकेपछि ग्याप। अब यहाँले यहाँको बोर्डमा चाहिँ जनतासँग नियमित संवाद, जवाफदेहिता र जन उत्तरदायी प्रतिनिधित्व सुनिश्चित गर्ने है। यहाँ पनि चुनाव जित्नुभयो भने त्यही ग्याप हुने त होइन कि? धन्यवाद, राम्रो प्रश्न गर्नुभयो। अरू नेता भनौँ, यस पूर्व निर्वाचित भनौँ, उहाँहरूको बारेमा टिका टिप्पणी गर्न चाहन्न। तर मैले तपाईँले भनेपछि तपाईँले सोध्नु भएपछि मलाई त्यो सुविधा छैन, त्यो सुविधा पनि भन्न त चाहदिनँ। मैले त्यसरी उम्किने सुविधा पनि छैन, नहोस् पनि हैन। म यही माटोमा जन्मे हुर्केको, मेरो कर्तव्य हो हैन। म त्यसरी उम्किन पनि चाहन्न, मैले त्यो गर्नु पनि हुँदैन। भनेपछि यहाँ चाहिँ सदा जनतासँगै साथमा हुनुहुन्छ? हुन्छ, अहिले पनि आज तपाईँले बोलाइराख्नु भएको छ, म आइरहेको छु। कुनै दिन भविष्यमा बोलाउनुहोस्, म सहजै उपलब्ध हुन्छु। अनि हार्नुभयो भने पनि जनतासँगै हुनुहुन्छ? होइन, यो हार जित भन्ने कुरा यो अरू गेम जस्तो होइन। पोलिटिक्समा यहाँ म तपाईँसँग यसरी आउनु, निर्वाचनको माध्यमबाट आउनु पनि एउटा जित हो। जोजुलपा नमस्ते। आउँदो फागुन 21 गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ देशभर। हजुर दर्शकबिन, हामी कीर्ति अनलाइनमा छौँ। कीर्ति अनलाइनमा निर्वाचन विशेष कार्यक्रममा म कार्यक्रम प्रस्तुता ललेन्द्र र क्यामेरा पर्सन प्रतापका साथ यहाँहरूलाई स्वागत छ। निर्वाचन विशेष कार्यक्रम फागुन 21 को निर्वाचन नजिकै छ। हामीले कीर्तिपुर, दक्षिणकाली र चन्द्रगिरी नगरपालिका गरी 10 नम्बर क्षेत्रका विभिन्न उम्मेदवारहरूको विचार यहाँ समक्ष राख्नेछौँ र उहाँहरूको चुनावी प्रतिबद्धता के हो त त्यो पनि यहाँ समक्ष राख्नेछौँ। आजको निर्वाचन विशेष कार्यक्रममा हामीले काठमाडौँ क्षेत्र नम्बर 10बाट उठ्नुभएका स्वतन्त्र उम्मेदवार, भङ्गेरा चिन्हले उठ्नुभएका स्वतन्त्र उम्मेदवार अनुज प्रधानजीको उहाँको विचार यहाँ समक्ष राख्नेछौँ र उहाँको चुनावी प्रतिबद्धता सम्बन्धी यहाँहरूलाई जानकारी दिनेछौँ भन्दै हाम्रो यस कार्यक्रममा स्वागत छ। धन्यवाद। अब हामी कुरा गरौँ कि होइन, यहाँ चाहिँ उठ्नुको चुनावमा स्वतन्त्र उम्मेदवार त यो काठमाडौँ 10 नम्बर क्षेत्रमा, यहाँ त कीर्तिपुर नगरपालिकामा 7औं तहका वरिष्ठ अधिकृत हुनुहुन्छ। यहाँले चाहिँ जुन पद छोड्नुभयो नगरपालिकामा, यहाँ जनताहरूमा चाहिँ अलिकति खुल्दुली, अलिकति चियोचर्चा, अलिकति चासोको विषय भइरहेको छ है। यहाँले किन छोड्नुभयो नगरपालिकाको यो जागिर छोडेर चुनावमा किन आउनु? एक सामान्य कुराका रूपमै म लिन्छु। यो जागिर छोडेको भन्दा पनि एउटा छुट्टै भूमिकामा समाजमा केही योगदान गर्न सक्छु कि भनेर म यो निर्वाचनमा आएको छु। भनेपछि जागिर छोड्नुभयो? छोड्नुभन्दा मलाई यसलाई ठुलो इस्यु बनाउनु आवश्यक छैन, जस्ट म अर्कै भूमिकामा आएँ जस्तै त्यो। हजुर हजुर हजुर। अनि अनुजी, यो बाहिर हाम्रो होइन जनमानसमा चाहिँ के कुरा गाइँदै सुनिन्छ भने यो नगरपालिकामा अनुजी हुनुहुन्छ पहिला होइन, उहाँले त्यति धेरै जनताले चाहिँ त्यो सेवा गर्नुहुन्न, अब चुनावमा उहाँले जित्नुभयो भने के गर्नुहुन्छ भन्ने कुरा पनि सुनिन्छ होइन। अब यो विषयमा हाम्रो निर्वाचन क्षेत्रका मतदाताहरूले यहाँ कसरी बुझाउनुहुन्छ? ठिक छ। अब अरूले के गर्यो भन्दा पनि यो सत्य तथ्यमा आधारित भएर कुरा गर्दाखेरि त्यो आफ्नो ठाउँमा छ हैन। अब यो भूमिका नै यो परिवर्तन भइसकेको सन्दर्भमा जसले मलाई नजिकबाट पहिले जुन कार्य सम्पादन गरेँ उहाँहरूलाई थाहा छ। अब बाँकीको हकमा जसलाई त्यो बारे जानकारी नै छैन, उहाँहरूले जस्तो हल्ला गरे पनि त्यसको पछाडि लाग्ने कुरा हुँदैन। जहाँसम्म निर्वाचन पछिको मेरो भूमिकाको कुरा त त्यो मैले अहिले भन्नुभन्दा पनि त्यो मैले भोलिका दिनमा गर्दै जाँदा देखिने कुरा हो। अब यहाँको चुनावी प्रतिबद्धता सार्वजनिक भइसकेको छ है। अब चुनावी प्रतिबद्धताको बुँदाको आधारमा यहाँले म केही प्रश्न गर्छु होइन, यहाँले चाहिँ हाम्रो मतदाताहरूलाई चाहिँ बुझाइदिनुहोस्। अब पहिलो यो यहाँको प्रतिबद्धतामा के छ भने सुशासन, पारदर्शिता र विधिको शासन सुदृढ गर्ने, यो विषयमा खास के हो? यसमा खासमा दुई चारवटा आयामबाट हेर्नुपर्ने हुन्छ। यो सुशासनको सन्दर्भमा एउटा जुन कानुनी प्रावधानहरू छन्
अनि जुन कानुनी प्रावधान मात्र भएर पनि पुग्दैन, त्यसको इम्प्लिमेन्टेसनको लागि भनौँ न प्रभावकारी कार्यान्वयनको लागि एउटा सेवा प्रदायक हुन्छ, अर्कोतिर सेवाग्राही, होइन? दुवै पक्षको समान भूमिका हुन्छ। दुवै पक्षले एउटा आफ्नो आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निभाउन सक्यो भने यसमा धेरै हदसम्म त्यही काम हुने भयो। अनि अर्को कुरा, अहिले प्रविधिको युगमा जस्तै करप्सनलाई डिजिटलाइजेसनबाट पनि न्यूनीकरण गरिसक्छ। उस्तै अब विकसित देशको सन्दर्भमा त निमित्यान्न पनि गर्न सकिन्छ, तर थोरै बहुत अपवाद बाहेक धेरै हदसम्म डिजिटलाइजेसनले पनि करप्सनलाई नियन्त्रण गर्छ। हजुर अनुजजी, अनि अहिले यो हाम्रो देशमा चाहिँ एक जल्दो बल्दो समस्या भनेकै यो युवाहरू विदेशी, होइन? अनि यहाँको यो प्रतिबद्धतामा चाहिँ युवाले रोजगार, सिपमूलक तालिम र उद्यमशीलतामा जोड दिई स्वदेशमै अवसर सृजना गर्ने रोजगारीको, होइन? खास अहिले यस्तो समस्या छ अनि यहाँले कसरी समाधान गर्नुहुन्छ? विदेशिनु मतलब युवाहरू, अधिकांश युवाहरू विदेशिनु आफैमा नराम्रो कुरो होइन, तर हाम्रो सन्दर्भमा अलि निकृष्ट प्रकारका श्रमहरूमा हाम्रा युवाहरू बाहिरिएको छ, त्यो चिन्ताको विषय हो। अब जस्तै खाडी मुलुकहरूमा इभन पश्चिमा देशका युवाहरू पनि काम गर्छन्, तर उनीहरूले अलि स्किल टाइपको, होइन, स्किल लेबर भनौँ, स्किल लेबर भन्दा पनि अलिकति भनौँ न प्राविधिक रूपमा भनौँ अथवा म्यानेजरियल सेक्टरमा भनौँ, उहाँहरूले काम गर्ने चाहिँ अलिकति स्तरीय खालका हुन्छन् भने हामी चाहिँ अलि कठिन श्रम पर्ने खालका कामहरू गर्छन्। त्यहाँ त्यति नै काम गर्ने हो भने जहाँसम्म रोजगारी सिर्जनाको कुरा छ, यहाँ नेपालमै बसेर गर्न सक्छन् आफ्नै देशमा, होइन? त्यो वातावरण पनि छ, होइन? यस्तो छ, एउटा त नेपाल सरकारले पनि यसको लागि विभिन्न नीति नै नबनाएको पनि होइन। एउटा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत यो उद्यमशीलता कार्यक्रम, होइन, गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालनमा आएको छ। त्यसलाई मात्र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने हो भने पनि केही रूपमा समाधान हुन्छ। कहीँ कहीँ त धेरै कुनै पालिकाहरूमा, स्थानीय सरकारहरूमा यसको सफल कार्यान्वयन भएको पनि देखिन्छ। अनि यो उद्योगको कुरा, रोजगारी सिर्जना गर्ने कुराहरू भनेको निजी क्षेत्रसँग पनि सहकार्य गर्दाखेरि धेरै कुरा त्यहाँ पनि समाधान हुन्छ। निजी क्षेत्रले पनि धेरै यो रोजगारी सिर्जना गर्न सक्ने वातावरण रहन्छ। त्यही अनुसारको वातावरण चाहिँ हामीले तयार पार्नुपर्ने हुन्छ। हजुर अनुजजी, अब यहाँ चाहिँ यो काठमाडौँ 10औं क्षेत्रको उम्मेदवार हुनुहुन्छ, होइन? अब यो विदेशी युवाहरू र विदेश जाने क्रमका युवाहरूलाई यहाँले कुन प्रतिबद्धता जनाउनुहुन्छ उहाँहरूले? अब जहाँसम्म विदेशी नै कुरा, अझ त्यही कुरा दोहोरे जस्तो भयो, कुन उद्देश्यले जाँदैछन्? जस्तै अब एउटा स्तरीय शिक्षा, जुन हाम्रो शिक्षा प्रणाली जुन छ त्योभन्दा पनि स्तरीय जुन हामी कहाँ उपलब्ध छैन भने त्यो स्तरको शिक्षा प्राप्त गर्नलाई पनि पक्कै पनि कुनै विकसित देशमा जानुपर्ने हुन्छ, जहाँ हाम्रो जस्तो विकासशील देशमा त्यो उपलब्ध नहुन पनि सक्छ, होइन? उपलब्ध भएसम्मका शिक्षा पद्धतिहरू यहीँ पनि ठिक हुन्छन्, होइन? त्यो हिसाबले पनि हामीले निहाल्नुपर्ने हुन्छ। त्यसो भने अनुजजी, अब हामी यो चुनावी प्रतिबद्धता केही कुरा गरौँ, होइन? चुनावी प्रतिबद्धता केही क्रममा चाहिँ अब हाम्रो यो काठमाडौँ 10 नम्बर क्षेत्रमा सायद धेरै जग्गा जमिनहरू, यो खेतीयोग्य जग्गा जमिनहरू सब ठाउँमा चाहिँ अब घरहरू उम्रिसकेको अवस्था छैन। अनि यहाँको प्रतिबद्धतामा चाहिँ यो किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने यो विषयमा पक्कै पनि यो हाम्रो क्षेत्र नम्बर 10 मा मात्र होइन, काठमाडौँकै सन्दर्भमा भन्ने हो भने यो बढ्दो सहरीकरण, अझ म त भन्छु अव्यवस्थित सहरीकरणले कृषियोग्य भूमिहरू कम हुँदै गएको हो। तर मैले अलि समग्रमा अब हामी यो प्रतिनिधि सभाकै निर्वाचन भएपछि अलि ब्रोडर सेन्समा पनि हेर्नुपर्ने हुन्छ, देशकै सन्दर्भमा पनि यो कुरा लागू हुन्छ। मैले त्यो अर्थमा मैले आफूले प्रतिबद्धता जनाएको हो। जस्तै किसानले एकदम दुःख गरेर मेहनत गरेर उत्पादन गर्छन् अनि बिचौलियाहरू त्यसको नाफाको भागीदार हुने, होइन? जुन हिसाबले किसान मर्कामा परेको छ, मैले त्यो कुरालाई इङ्गित गर्न खोजेको हो। भनेपछि यो किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्न भनेको यहाँको यो रहेछ, होइन? अझसम्म पनि यो किसानहरू छन् नि, होइन? छन् यो धेरै मर्कामा परेका छन् यो किसानहरू। मैले त्यही भएर यसलाई मैले मात्र 10 नम्बर क्षेत्रलाई सीमिततामा बाँधेर कुरा गरेको छैन, अलि समग्रमा छ। शिक्षाकै विषयमा चाहिँ शिक्षा प्रणालीलाई प्रविधि मैत्री, रोजगारीमुखी, गुणस्तरीय र
समान पहुँच योग्य बनाउने उम्, जुन यो यहाँको बुदा नम्बर दोस्रोसँग पनि मिल्छ जस्तो छ है। उम्, अब यो विषयमा यो बुदालाई चाहिँ कसरी त्यो यहाँले चाहिँ यो व्याख्या गर्नुहुन्छ? कुनै पनि देशको विकासको मेरुदण्ड भनेको शिक्षा नै हो भनेपछि त्यो शिक्षा वैज्ञानिक पनि हुनु पर्यो हैन, सबैको एक्सेसमा पनि हुनुपर्छ, जुन पहुँच योग्य हुनु पर्यो। त्यसको लागि सरकारले अहिले पनि धेरै बजेट शिक्षा क्षेत्रमा नगएको होइन, तर त्यसको सही सदुपयोग हुन नसकिरहेको अवस्था छ। त्यसमा पनि धेरै दृष्टिकोणबाट हामीले विश्लेषण गर्न सकिन्छ। एउटा पाठ्यक्रमका कुराहरू भए, जस्तै विद्यालय स्तरबाटदेखि नै हैन, हामीले पाठ्यक्रममै पनि सुधार गर्नुपर्ने अवस्था छ र उच्च शिक्षामा पनि अब हाम्रै सन्दर्भमा भन्दाखेरि जहाँ हाम्रो नेपालकै पहिलो विश्वविद्यालय छ त्रिभुवन विश्वविद्यालय, त्यही मात्र पनि हामीले सहकार्य गर्न सक्यौँ भने यो उच्च शिक्षाको मैले कुरा गर्दैछौँ। अब झन्डै 40वटा विभागहरू छन् त्रिभुवन विश्वविद्यालयमा, जस्तै 30+ डिपार्टमेन्टहरू हाम्रै कीर्तिपुरमा छन्। एउटा सहकार्य गरेर एउटा डिपार्टमेन्टबाट 2वटा मात्र स्कलरसिपहरू हामीले यहाँ सहकार्यमा प्राप्त गर्न सक्यौँ भने यो क्षेत्रका झन्डै वर्षमा 64 जना विद्यार्थीले त त्यो सहुलियत पाउनु होइन नि त। त्यसको लागि विश्वविद्यालयले छुट्टै थप लगानी गर्नुपर्ने पनि छैन। भनेपछि यस्ता कुराहरू अलि सृजनशील कुराकै रूपमा लिन्छु, तर सहकार्य हुनु जरुरी छ विश्वविद्यालय र हामी यो सरकार बीच। हजुर अनुज, अब यो शिक्षाकै सन्दर्भमा वास्तवमा यो प्रतिनिधि सभा निर्वाचन भनेको चिज चाहिँ यो विकास गर्नको लागि होइन कि विकास निर्माणको लागि कानुन बनाउनको लागि प्रतिनिधि सभा सदस्य जान्छन् यो निर्वाचित भएर। अब यही सन्दर्भमा जस्तै शिक्षाको कुरा गर्नु पर्दाखेरि यो अहिले यो नेपालमा जुन शिक्षा दिएको छ नि, यो नेपाल विकासको लागि नभइकन यो विदेशको लागि यो शिक्षा चाहिँ यहाँ चाहिँ भइरहेको भनिन्छ होइन। अब यहाँको विचारमा यदि यहाँ जित्नुभयो भने होइन, यो शिक्षा क्षेत्रको यो कानुन चाहिँ कसरी बनाउँछ? जुन अघि मैले भने यो देशको लागि होइन कि विदेशको लागि यहाँका विद्यार्थी पढ्छन् विदेश जान्छन्, विदेशको लागि सेवा गर्छन्, यो विषय डेफिनेटली तपाईँले भन्नुभयो जस्तै यो व्यवस्थापिका भनेको देशकै लागि नीति निर्माण गर्ने थलो हो। तथापि हाम्रो कानुनले सेम टाइम यसको लागि व्यवस्थापिकाको जुन त्यो सांसदको सङ्ख्याहरूको समीकरणकै आधारमा सरकार बन्ने हुन्छ। अब कसैको स्पष्ट बहुमत पुग्यो भने त त्यसरी कार्यपालिका गठन हुने पनि त्यही हो, तर त्यति हुँदाहुँदै पनि यसको प्रमुख दायित्व भनेको त कानुन बनाउने अथवा नीति निर्माण बनाउने व्यवस्थापिकाको मुख्य दायित्व त यही हो। अनि जहाँसम्म अघि पनि अब फेरि दोहोरिएर यही विदेश जाने कुराहरू आयो, त्यो त अब यो पनि एउटा मार्केटिङकै कुरासँग पनि जोड्न सकिन्छ। जो हाम्रो विदेशी नै युवाहरू छन् अथवा विद्यार्थीहरू छन् जो रोजगारको लागि जाँदैछन्, अब स्वाभाविक रूपमा उहाँहरूलाई जहाँ अलि बढी पारिश्रमिक मिल्छ त्यो त गर्ने हो। उदाहरणको लागि एउटा ज्वलन्त उदाहरण, एउटा नर्सिङ पेसामा जति उहाँहरूलाई यहाँ जुन पारिश्रमिक प्राप्त हुन्छ नि, त्यो कुरा धेरै वेस्टर्न कन्ट्री इभन यतातिर अस्ट्रेलिया जस्तो देशहरूमा एकदम सम्मानजनक पारिश्रमिक पाउँछन् नि, त्यो त स्वाभाविक रूपमा त्यहाँ आकर्षण हुने कुरा भयो। अब नेपालमै आकर्षित गर्नको लागि चाहिँ नीति नियम बनाउनु पर्दाखेरि नीति नियम बनाएर मात्र पनि पर्याप्त हुँदैन यो कुरालाई, किन आर्थिक पाटोसँग जोडिएको कुरालाई ठिक छ नीति नियम पनि आफ्नो ठाउँमा आवश्यक छ, तर यसको लागि धेरै पूर्वाधारहरूको पनि आवश्यक छ। यसलाई पनि अब जस्तै पूर्वाधार भनेर भौतिक पूर्वाधार मात्र होइन, त्यो गुणस्तरको हामीसँग जनशक्ति पनि हुनु पर्यो। यो हिसाबले सम्पूर्ण आयामहरूलाई इक्वली त्यो समानुपातिक रूपमै हामीले लगानी गर्नुपर्ने हुन्छ र त्यसमा गुणस्तर पनि कायम गर्नुहुन्छ, किनभने विश्व बजारसँग पनि हामीले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ आजको ग्लोबलाइजेसनको जमानामा। हजुर, अब यहाँको यो चुनावी प्रतिबद्धताको क्रममा चाहिँ अर्को प्रतिबद्धता यहाँको सबै नागरिकलाई सुलभ, गुणस्तरीय र प्रभावकारी आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउनु। अहिले विद्यमान व्यवस्था अनुसार पनि केही नभएको होइन, जस्तै अलि दीर्घ रोगहरू होइन हरूलाई केही सहुलियतहरू स्थानीय सरकारको सिफारिसमा उपलब्ध भएको अवस्था छ। अनि केही समय अगाडि एउटा सरकारले ल्याएको अलिकति त्यो बेला एट्र्याक्टिभ नै जस्तो लाग्ने एउटा स्वास्थ्य बिमा केही हदसम्म अपेक्षा गरे जस्तो त्यसले सन्तुष्टि प्रदान नगरे पनि केही हदसम्म स्वास्थ्य बिमा पनि आम जनतामा ठिकै कुरा हो नि भन्ने जस्तो लागेको थियो। अहिले त्यही समस्या आयो, नीति निर्माण त बन्यो,
केही हदसम्म कार्यान्वयन पनि भयो। अब प्रभावकारी कार्यान्वयन नहुँदाखेरि त्यसमा पनि समस्या छ। एटलिस्ट हामीले गर्न खोजेको, मैले सम्पूर्ण स्वास्थ्य सेवा भने छैन अहिले, तत्काललाई चाहिने जनताको आधारभूत स्वास्थ्य सेवाहरू चाहिँ हुनुपर्छ। त्यो नैसर्गिक हक पनि हो, संविधान प्रदत्त हक अधिकार पनि हो। हजुर, यो काठमाडौँ क्षेत्र नम्बर 10 यो दक्षिणकाली चन्द्रगिरी यो कीर्तिपुर होइन, उहाँ चाहिँ अस्पतालहरू नभएका होइनन् होइन, तर जनगुनासो के छ भने होइन, जनतालाई चाहिँ सर्वसुलभ भएन। जनताहरू जुन कि कुनै निम्न वर्गका हुन्छन् होइन, कुनै मध्यम वर्गका हुन्छन्, तिनीहरूलाई चाहिँ यो अस्पतालले चाहिँ राम्रो स्वास्थ्य सेवा सुविधा दिएनन् भन्छन् नि। अब यहाँ के गर्नुहुन्छ यहाँ जित्नु होइन? अब यो अघि शिक्षाकै सन्दर्भमा पनि यो कुरा मेल खान आउँछ। जो चिकित्सक भनौँ, मात्र चिकित्सक होइन, दक्ष जनशक्तिहरू उहाँहरू निजी क्षेत्रमा आकर्षित हुनुहुन्छ। त्यो पनि पारिश्रमिककै कुरा आउँछ भन्ने इन्कमसँग जोडिएको कुरा। कतिपय सरकारी हस्पिटलमा काम त गर्नुहुन्छ, हात्तीको देखाउने दाँत भने जस्तै, तर उहाँहरूको निजी व्यवसायकै रूपमा त्यो प्रचलन भइसकेको अवस्था छ। त्यो कारणले जसले गच्छ गर्न सक्छन् अथवा जसले अफोर्ड गर्न सक्छन् उनीहरू त त्यो स्तरको सेवा पनि त पाइरहेछन् नि। यहाँनिर पनि निर्धा निमुखालाई समस्या नै छ। यो असमानता, यो विभेद त हटाउनु पर्छ। हाम्रो एउटा मुख्य उद्देश्य त्यो पनि हो। यो प्रतिबद्धता भन्दा पनि हामीले आवश्यकता अनुसार त्यो ठाउँमा जोरदार आवाज उठाउँछौँ यसको लागि। यहाँ जित्नु पनि उठाउनुहुन्छ यो पक्कै मैले भने नि, शिक्षा र स्वास्थ्य भनेको, शिक्षा त देश विकासको मेरुदण्ड नै भनौँ। अब स्वस्थ नागरिक नभइकन त्यो त देश विकास सम्भव छैन होइन। हजुर, अनि अर्को यो यहाँको चुनावी प्रतिबद्धतामा छ कि यो महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति र पिछडिएका समुदायको हक अधिकार सुनिश्चित गर्ने। यो पुरानो धेरै वर्षदेखि यही कुराहरू चाहिँ विभिन्न यो पार्टीका उम्मेदवारहरूले पनि यही कुराले उठाउँछ चुनावको टाइममा होइन। यहाँको पनि यो छ। अब यहाँको दृष्टिकोण के हो यो मुद्दा? अब यो कुरा भनेको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, यो विश्वव्यापी एउटा एजेन्डाकै रूपमा स्थापित भइसकेको कुरा हो। विगतमा भन्दा यो कुरामा धेरै हदसम्म सुधार भएको पनि अवस्था छ। जुन विभेदका कुराहरू पहिले जातका नाममा होस्, आर्थिक अवस्थाको नाममा होस्, भूगोलको कारणले होस्, कुनै पनि अहिले शारीरिक अपाङ्गताको कुरा गर्नुभयो, विभिन्न खाले जुन विभेदहरू छ नि त्यो न्यूनीकरण भएको अवस्था छ। निमित्तान्न चाहिँ भइसकेको छैन होइन। त्यसमा हामी सुधारोन्मुख दिशामा छौँ, तर अपेक्षाकृत रूपमा सुधार भएको अवस्था छ। यद्यपि जति हुनुपर्ने अझै पनि भइसकेको अवस्था छैन। अब चाहिँ हुन्छ भन्ने आशा छैन। हुन्छ भन्ने यस्ता सामाजिक विकृति व्यथितिका कुराहरू ओभरनाइट चेन्ज हुने कुरा त होइन होइन। तैपनि हामी सबै लागि पर्यौँ भने, किन कानुन बन्नु पनि आफैमा एउटा उपलब्धि त हो नि, हामी सबै लागि पर्यौँ भने असम्भव कुरा पनि होइन। हजुर अनुजी, अब फेरि हामी यो प्रतिबद्धतामा चाहिँ अब यहाँको खानेपानीको चाहिँ स्वच्छ खानेपानी, सरसफाइ र आधारभूत पूर्वाधार विस्तार गर्ने होइन। अब यो विषयमा यो हामीले यो कृति अनलाइनबाट पहिलेको एउटा चुनावमा चाहिँ यो स्थानीय सरकारको चुनावमा रमेश महर्जनजी जित्नु भएको थियो है। यो उहाँसँग पनि यस्तै यो कृति अनलाइनको अन्तर्वार्तामा उहाँले चाहिँ मेरो पहिलो कार्य भनेको कीर्तिपुरे जनतालाई चाहिँ खानेपानीको बन्दोबस्त चाहिँ मिलाउने, समस्या समाधान गर्ने, तर उहाँले गर्न सक्नुभएन होइन। अब यहाँको यो चुनावी एजेन्डामा पनि स्वच्छ खानेपानी, सरसफाइ र आधारभूत पूर्वाधार विस्तार गर्ने छ। अब हाम्रो मतदाताहरूले यहाँ कसरी बुझाउनुहुन्छ? ठिकै छ। यो तपाईँले भनेपछि एक हिसाबले त यो व्यवस्थापिका भन्दा एक्जिक्युटिभ बडीकै कुरा आउँछ। तैपनि मैले यो क्षेत्रको प्रतिनिधित्व गरिरहँदा यो विषय पनि गहन विषय हो होइन। संविधान प्रदत्त खानेपानी, सरसफाइ भनेको त आधारभूत अधिकारभित्रै पर्छ, भनौँ न संविधान प्रदत्त अधिकारभित्रै पर्छ। यसको लागि हामीलाई स्रोत साधनको खासै त्यस्तो अभाव होइन। यसमा व्यवस्थापनमा अलिकति चुनौती छ। यही सेक्टरमा काम गर्ने विभिन्न लाइन एजेन्सीहरू छन्। लाइन एजेन्सीहरू बीच समन्वय नहुँदाखेरि पाइपलाइन विस्तारमा समस्या, भनौँ न जुन ठाउँमा स्रोत छ, स्रोतदेखि बस्तीसम्म आउँदाखेरि टेक्निकल प्रब्लम भन्न, त्यो वेल प्लानिङ नहुँदाखेरि होइन, जुन योजना गर्दाखेरि योजनामै कमी छ। हामी के गर्छौँ भने योजना बनाउँदाखेरि त्यति ध्यान दिँदैनौँ, जहाँ जस्तो हापहाजार्डली त्यो कुराहरू निर्माण गरिहाल्ने, त्यो प्रविधिले पनि समस्या भएको हो। अब यो कुरालाई अघि भने जस्तै थोरै समयमा, थोरै अवधिमा गर्न सकिन्न, तर अब भइसकेको जति अव्यवस्थित सहरीकरण त भइसक्यो,
थप आउँदा दिनमा जति सहर विस्तार हुने क्रममा त्यसलाई चाहिँ हामीले अलिकति ध्यान पुर्याउने हो भने यो सम्भव छ। अब यो निर्वाचन भनेको यो 3वटा नगरपालिकाको होइन 10 नम्बर क्षेत्र। अब हाम्रो कीर्तिपुरको सन्दर्भमा चाहिँ पहिलेदेखि कुरा उठिरहेको छ कि यो सिम भन्ज्याङको पानी खेर गइरहेको छ त्यहाँ होइन सिमको पानी त्यसले चाहिँ व्यवस्थित गर्न सक्यो भने पनि यो कीर्तिपुरमा पानी पुग्छ। अहिले मेलम्चीको पानी आएको छ त्यो पनि वर्षभर त आउँदैन होइन, तर मेलम्चीको पानी पनि एकदम फोहोर जस्तो छ नि, यो पानी राख्यो पनि तल चाहिँ यो पिरमा चाहिँ फोहोर जम्मा हुने गर्छ होइन। अब यो सिम भन्ज्याङको पानी राम्रो भन्छ नि होइन, त्यसलाई चाहिँ यो नगरपालिकाले पनि व्यवस्थापन गर्न नसकेको अवस्था छ होइन। अब यहाँ चाहिँ यो जित्नु भयो भने यहाँले चाहिँ कसरी उठाउनु चाहिँ सिम भन्ज्याङको पानीलाई यो व्यवस्थित गर्नु? अब यो सिमको पानी मात्र होइन, अब तपाईँले भने जस्तो यहाँ जति उपलब्ध छन् ती स्रोतहरू व्यवस्थित रूपले हामीले सदुपयोग गर्न सक्यौँ भने त यो मेलम्चीमा हामी निर्भर हुनु पनि पर्दैन भन्ने यो विज्ञहरूको, मसँग अब त्यति एक्ज्याक्ट आँकडा त छैन, विज्ञहरूको भनाइअनुसार त्यसमा डिपेन्ड पनि हुन नपर्ने जस्तो। तर अब यति भनिरहँदाखेरि दिनानुदिन यो बढ्दो जनसङ्ख्याको क्रममा डिमान्ड पनि त्यही अनुसार बढी हुन्छ, त्यो पर्याप्त नहुन पनि सक्छ। यद्यपि अब तुलनात्मक रूपमा यी पानीका स्रोतहरूलाई हामी सदुपयोग गर्न सक्छौँ र जहाँसम्म स्थानीय सरकारको कुरा छ यो एक्लै स्थानीय सरकारले मात्र पनि गर्न नसक्ने, बट प्रमुख इनिसिएसन होइन, मुख्य इनिसिएसन प्लस दायित्व स्थानीय सरकार भनौँ नगरपालिकाको पनि हो। मैले यहाँ भने नि अब यो धेरै यो एजेन्सीहरूको यसमा खानेपानी व्यवस्थापन बोर्डको कुरा आयो, केयुकेएलको आयो, यी निकायहरू बिच पनि आवश्यक समन्वय नहुँदाखेरि यो समस्या सिर्जित भएको हो। यो निकायहरू बिच समन्वय पनि हुन्छ। मैले यसलाई पनि 10 नम्बर क्षेत्रलाई मात्र सीमित गरेर यो कुरालाई सम्बोधन गर्नु भन्दा समग्र काठमाडौँ नै लागि एकचोटि केबिडिए जुन होइन काठमाडौँ भ्याली डेभलपमेन्ट अथोरिटी, त्यो लेभलबाट नै एउटा सही ढङ्गले प्लानिङ भयो भने यी कुराहरू समाधान गर्न सकिन्छ। हजुर अनुजजी, अनि यो यहाँको प्रतिबद्धतामा चाहिँ यो वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र हरित विकासलाई प्राथमिकता दिने तथा यस 10 नम्बर निर्वाचन क्षेत्रलाई हरित सहरको रूपमा विकास गर्ने, यो पनि पुरानो नेताहरू पनि यस्तै भनेका छन् एजेन्डामा। यहाँको खास के हो तपाईँले भने जस्तै अब भन्ने र गर्नेमा फरक छ, तैपनि यो धेरै सम्भव भएको कुरा हो। यसमा एउटा हामीले अलिकति सृजनशील भएर केही आइडिया हुन्छ नि त्यो नीति अपनाउन सक्यो भने सम्भव छ। जहाँसम्म अब हरितको कुरा आउँदाखेरि पक्कै पनि रुख बिरुवासँग जोडिएका कुराहरू हुन्। अब मैले जहाँसम्म मेरो नलेजमा भएअनुसार वाङ्गारी माथाई भन्ने एउटा व्यक्ति अफ्रिकन लेडी, पछि उहाँ राजनीतिक नेतृत्वमा पनि पुग्नुभयो। उहाँको जीवनकालमा उहाँले 7 करोड वृक्ष भनौँ न रुख रोप्नुभयो उहाँको एउटा अभियानको रूपमा। भनेपछि यो त ठुलो त्यस्तो असम्भव कुरा त होइन नि। यही नीति हामीले पनि अपनाउन सक्छौँ। जस्तै मानौँ तपाईँहरूको हामीहरूको एउटा बर्थडेमा एउटा रुख रोप्यौँ भने त 1 लाख बिरुवा त भयो नि। अब त्यसलाई कसरी जगेर्ना गर्ने भनेको ठुलो चुनौतीपूर्ण विषय होइन। अनि जहाँ अरू हरियाली कायम गर्ने सम्बन्धमा स्थानीय सरकारले नै गरिरहेको काम नै हो। त्यसलाई अलिक व्यवस्थित ढङ्गले त्यो रुखलाई नै अलिकति हुर्केको रुखलाई त्यही अनुसारको स्याहार सुसार गरेर हुर्काउन सक्यो भने त हरित सहर बन्नै सक्छ। अब जस्तै यहाँको सन्दर्भमा जुन 10 नम्बर क्षेत्र छ, तपाईँलाई थाहै छ जुन हाम्रो यो डाँडामुनितिर त अझै पनि हरियाली नै छ होइन। 6वटा वन उपभोक्ता समूहमध्ये सामुदायिक वन उपभोक्ता समूहमध्ये त 3वटा त घना जङ्गलकै रूपमा अहिले पनि छ। त्यहाँ जुन बस्ती विस्तार पनि नहुने अवस्थामा छन् भने यो सहरतिर पनि यो सम्भव छ। अनि यो राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सन्तुलित परराष्ट्र नीति मजबुत बनाउने यो राष्ट्र, यस विषयमा के भन्नुहुन्छ? अब हामी जस्ता साना राष्ट्र भनौँ न होइन ले सन्तुलित परराष्ट्र नीति नै अपनाउनु पर्छ। किनभने हाम्रो उत्तर र दक्षिणतिर 2 ठुला इमर्जिङ पावर भनौँ अथवा ठुला शक्ति भएको देशमा पक्कै चीन र भारत लगायत अरू मेजर पावरहरू पनि त छन्। विशेष त अब भूगोल नै जोडिएको हिसाबले चीन र भारत भनौँ न, अब अहिलेलाई धेरै यसमा डेप्थमा नजाउँ,
एटलिस्ट यी दुईटा देशहरूसँग यी दुई देशहरूसँग हामीले समदूरी होइन अथवा ब्यालेन्स फोरेन पोलिसी अपनाउन सक्यो भने हाम्रो हितमै हुन्छ। अब जस्तै एक टाइम नेपालको राष्ट्रिय एकीकरणसँग जोडिएको पृथ्वीनारायण शाह होइन शाहवंशको पहिला उहाँले भन्नुभएको कुरा चाहिँ नेपाल दुई ढुङ्गा बीचको तरुल जस्तो छ। तरुल भन्ने चाहिँ तरुल जस्तो छ भनेपछि यो जस्तै भूपरिवेष्टित भएर एउटा हामीलाई चुनौती पनि छ होइन। अब अहिलेको नयाँ कन्सेप्टमा आएर यो चीनकै राष्ट्रपति सी जिनपिङले 2019 नेपाल भ्रमणको क्रममा यो भूपरिवेष्टित होइन कि भूजडित देश बनाउन सकिन्छ। हामी दुई देश बीचको जुन अप्ठ्यारो पहाडी भूभाग छ उतामा तर यता भूपरिवेष्टितको रूपमा छौँ भने मैले अघि नै भने दुई देश बीचको पुल पनि भन्न सक्छौँ। हजुर अनि अनुजजी अब यो हाम्रो 10 नम्बर क्षेत्र मात्र होइन कि होइन समग्र हाम्रो कीर्तिपुर चन्द्रागिरी दक्षिणकाली भनौँ होइन हामी यो प्रतिनिधि सभाको यो विशेष रूपमा यो काठमाडौँ 10 नम्बर क्षेत्रको विषयमा हामी छौँ। यहाँ जति पनि निर्वाचित भएर जान्छन् होइन नेताहरू निर्वाचित भइसकेपछि ग्याप अब यहाँले यहाँको बोर्डमा चाहिँ जनतासँग नियमित संवाद जवाफदेहिता र जन उत्तरदायी प्रतिनिधित्व सुनिश्चित गर्ने यहाँ पनि चुनाव जित्नुभयो भने त्यही ग्याप हुने त होइन कि। धन्यवाद, राम्रो प्रश्न गर्नुभयो। अरू नेता भनौँ यस पूर्व निर्वाचित भनौँ उहाँहरूको बारेमा टिका टिप्पणी गर्न चाहन्न तर मैले तपाईँले भनेपछि तपाईँले सोध्नु भयो जस्तै मलाई त्यो सुविधा छैन त्यो सुविधा पनि भन्न त चाहदिनँ मैले त्यसरी उम्किने सुविधा पनि छैन नहोस् पनि होइन। म यही माटोमा जन्मे हुर्केको मेरो कर्तव्य हो होइन म त्यसरी उम्किन पनि चाहन्न मैले त्यो गर्नु पनि हुँदैन। भनेपछि यहाँ चाहिँ सदा जनतासँगै साथमा हुनुहुन्छ। हुन्छ अहिले पनि आज तपाईँले बोलाइराख्नु भएको छ म आइरहेको छु कुनै दिन भविष्यमा पनि बोलाउनुहोस् म सहजै उपलब्ध हुन्छु। अनि हार्नुभयो भने पनि जनतासँगै हुनुहुन्छ होइन यो हार जित भन्ने कुरा यो अरू गेम जस्तो होइन। पोलिटिक्समा यहाँ म तपाईँसँग यसरी आउनु निर्वाचनको माध्यमबाट आउनु पनि एउटा जित हो किनभने आफ्नो मैले विचार व्यक्त गर्न पाइरहेको छु। तपाईँहरूको यस्तो लोकप्रिय मिडिया मार्फत मैले आफ्नो विचार व्यक्त गरिराख्न पाउनु भनेको यो आफैमा एउटा जित हो नि त। हजुर यो अनुजजी होइन अब चुनाव हारेपछि चाहिँ केही गर्नै नहुने त होइन होइन जनतासँग सहकार्य गरेर जनतासम्म गएर चाहिँ होइन देश विकासको लागि केही कुरा त कुराकानी त हुन्छ नि होइन चुनाव हारिसकेपछि त्यसै छोड्ने त हुँदैन। ठिकै छ। आज फेरि तपाईँहरूको यो जुन लोकप्रिय कार्यक्रममा निर्वाचन केन्द्रित भएकोले तत्कालै मैले यो गर्छु उ गर्छु भनेर भन्दाखेरि त्यति व्यावहारिक हुँदैन। बरु आफ्नो क्षेत्रबाट जे जति योगदान गर्न सक्छ आगामी दिनमा एउटा सचेत नागरिकको हैसियतले पनि गर्न सकिन्छ नि कुनै सार्वजनिक पद ओहदा नै चाहिन्छ भन्ने त छैन। हजुर अनि अनुजजी अब यहाँ चाहिँ स्थानीय सरकारमा नगरपालिकामा धेरै वर्ष यो स्थापना कालदेखि काम गर्नुभयो होइन यो 7औं तहको अधिकृत वरिष्ठ अधिकृत तहको पनि जागिर छोड्नुभयो होइन अनि यहाँको बोर्डमा चाहिँ स्थानीय सरकार सञ्चालन जनमैत्री तथा प्रभावकारी बनाउने यहाँले त ज्ञान भएकै कुरा हो एकदम ज्ञान भएको कुरा हो। अब हाम्रो मतदाताहरूलाई चाहिँ यो विषयमा कसरी बुझाउनुहुन्छ? तपाईँले भनेपछि मैले जुन बेला स्थानीय सरकार भन्दा पनि त्यो बेला स्थानीय निकाय है स्थानीय स्वायत्त शासन ऐन र तत्सम्बन्धी नियमावली अनुसार स्थानीय निकाय भनौँ नगरपालिका चल्थ्यो। अहिले आएर स्थानीय सरकार सञ्चालन ऐन 2074 सम्म आइपुग्दाखेरि कानुनले नगरपालिकालाई थुप्रै अधिकारहरू दिएको छ। निकायको रूपमा होइन अहिले सरकारकै रूपमा स्थापित भएको अवस्था छ। यसले धेरै अधिकारहरू प्राप्त गरेको छ तर प्राप्त अधिकारको तुलनामा यसको सही कार्यान्वयन हुन नसकेको अवस्था। यसमा हामीले कुनै एक पक्षलाई दोष दिएर मात्र हुँदैन। यसमा विभिन्न अघि भने जस्तै धेरै एक्टरहरूको छन् तर मुख्यतया मेजर तीनवटा एक्टरहरूमा एउटा त जुन जनप्रतिनिधि निर्वाचित जनप्रतिनिधि अनि त्यही जनप्रतिनिधिहरूले निर्णय गरेको नीति निर्माण बनाएकोमा काम गर्ने कर्मचारीहरू अनि जो लाभान्वित हुने जनता सेवाग्राही यो तिनटै बिचमा समन्वय तिनटै पक्षबीच एउटा सचेतना भएर त्यही अनुसारको काम गर्यो भने त यो कुरा सम्भव छ।
यो धेरै गाह्रो विषय होइन। हजुर हामी अन्तिमतिर छौँ यहाँको प्रतिबद्धतामा है। अब हाम्रो यो 10 नम्बर क्षेत्रमा मात्र होइन समग्र देशमै समस्या भनेको सहकारी होइन, सहकारी पीडितहरू धेरै छन् है। अब यहाँको बुदामा चाहिँ सहकारी पीडितका समस्या समाधानका लागि जोरदार आवाज उठाउँ, कसरी उठाउनुहुन्छ? यसमा अहिले जुन तपाईँले सहकारी पीडितहरू भन्नुभयो, उहाँहरूले आफ्नो पीडाको समाधान भनौँ न को लागि जुन हिसाबले लागि पर्नु भएको छ अथवा समाधानको लागि प्रयास गर्नुभएको छ त्यो नै अलिक गलत हो कि जस्तो मलाई लाग्छ। किनभने एउटा साधारण सदस्यले पनि एउटा कार्य समितिमा भएका पदाधिकारीकै हैसियत राख्छ। उहाँहरूले सहकारी कानुन अनुसार विशेष सभा, विशेष साधारण सभा बोलाउन सक्नुहुन्छ। त्यसकै प्यारलल त नभनौँ, छुट्टै एउटा कार्य समिति बनाएर त्यो माध्यमबाट पनि भएका जायज जथा सम्पत्ति जे जति छन् त्यो उहाँहरूको कब्जा भन्दा पनि मातहतमा ल्याएर अथवा स्वामित्वमा ल्याएर त्यसको निराकरण गर्न सकिन्छ। अनि अर्को पाटो भनेको जति यो पीडित छन् नि, अब पीडकलाई भनौँ होइन, पीडकलाई चाहिँ यो एकदम नागरिकता सिफारिस सम्बन्धी अधिकार मतलब सेवा लगायत विपद सम्बन्धी सेवा बाहेक अरू सेवा सुविधामा प्रतिबन्ध लगाउने अथवा वञ्चित हुने गरी ब्ल्याकलिस्टमा राखेर त्यो कालो सूचीमा राखेर धेरै पर नजाउँ, स्थानीय सरकार नगरपालिकाबाटै मात्र पनि कालो सूचीमा राखेर त्यो सेवा प्रदान नगरिने हो भने धेरै हदसम्म त्यहीँबाट समाधान हुन्छ। तर अहिले त के पहल भइरहेको छ भने तपाईँको कुनै मानौँ एउटा सहकारीमा केही रकम फसेको छ, डुबेको छ भने त्यो पर्टिकुलर एउटा सहकारीमा गइराख्नु भएको छ क्या। त्यो एउटा सहकारीमा होइन कि नगरपालिका आफै पनि सहकारीको नियमन गर्ने निकाय होइन छ त, नियमन गर्ने व्यवस्थापन गर्ने निकाय छ, त्यहाँ काम गर्ने शाखा छ भनेपछि नगरपालिकाको सहकारी विभागले अघि त्यही त भनेको मैले, यो नगर सरकारलाई प्रभावकारी बनाउन, जनमैत्री बनाउन त्यहाँ सेवा प्रदायक मात्र होइन, सेवाग्राही जुन पीडित छन् आफूले प्रत्यक्ष पीडा भोगिरहेको छ त उहाँहरूले पहल गरेर त्यहाँ आवाज उठाउनु पर्यो होइन। यो भनिसक्यो नि स्थानीय सरकार भने केही जनताको लागि हो नि, जनता त्यहाँ जानु पर्यो आफ्नो मागको लागि होइन। तर उहाँहरू आफू पुरा त्यसमा जानकारी लिएर त्यो अनुसार अघि मैले भने जस्तै केही कुराहरू मात्र भए पनि धेरै हदसम्म यसले काम गर्छ। नगरपालिका जानु पर्यो यो सहकारी पीडित पक्कै पनि होइन, नगरपालिका पनि एउटा समाधानको लागि एउटा सही स्थल भनौँ न, सही ठाउँ हो। अनि यसको निराकरणलाई केन्द्र सरकार र सङ्घीय सरकारबाट पनि प्राधिकरणको स्थापना भएर फङ्सनमै आइसकेको छ। यसमा पनि जुन जुन सम्बन्धित निकायहरू बिच समन्वय पनि हुनु पर्यो। अनि पीडितहरूले पनि अब कानुनी बाटो पनि छ यसको होइन। अरू रूपमा मैले भने नि सबै एकत्रित भएर एकजुट भएर आफ्नो शक्ति प्रदर्शन गरेर पनि गर्नुपर्छ। यहाँ जित्नुभयो भने चाहिँ यो सहकारी पीडितहरूको यो समस्या समाधान गर्नेतिर यहाँ लाग्नुहुन्छ? म पनि लाग्छु र यसको लागि अरू भन्दाखेरि पनि जो सरकारवाला छन् सबैको सामूहिक प्रयास भयो भने यो सम्भव पनि छ। म व्यक्तिगत रूपमा पनि लाग्छु, अरू जो लाग्नु पर्छु भन्ने छन्, लागि पर्छु भन्ने सबैको साथमा हामी एकताबद्ध भएर लाग्छौँ। हजुर, अनि यो अन्तिमतिर छौँ यहाँको प्रतिबद्धतामा यहाँले छोटकरी जवाफ दिनु होला, छोटकरीमा बुझाइदिनु होला। अनि यहाँको यो डिजिटल विकृतिको समाधान र सामाजिक सञ्जाललाई मर्यादित तथा अनुशासित बनाउनका लागि कानुन निर्माण गर्ने, वास्तवमा नगरपालिकाले पनि यो विभिन्न नगरपालिकाले आफ्नो क्षेत्रमा कानुन बनाउनु पर्ने हो, किनकि स्थानीय सरकार पनि बलियो छ नि। अब यहाँको यो बुदामा चाहिँ यो प्रतिबद्धतामा चाहिँ यहाँ हाम्रो मतदाताहरूले कसरी बुझाउनुहुन्छ? यो मैले जुन डिजिटल विकृति भनेको छु होइन, यसलाई यो एउटा कुनै नगरपालिकाको विशेषको पहलमा मात्र हुँदैन, किन यो एउटा कानुनी कुरासँग जोडिएको छ, अर्को कुरा प्रविधिसँग जोडिएको छ। मैले यहाँनिर इङ्गित गर्न खोजेको कुरा चाहिँ अब सामाजिक सञ्जाल विशेष गरी फेसबुकमा लगायत अरू पनि छन्, तर मुख्यतया फेसबुकमा कसैले रिस सार्ने होइन, हुने नहुने कुराहरू ब्लेम लगाउने त्यो जुन विकृति हो नि, अहिले यो निर्वाचनको सन्दर्भमा पनि यो निर्वाचन आयोगबाट आफ्नो स्ट्यान्डर्ड एउटा मेन्टेन गरेर आचार संहिता त जारी गरेको छ नि, त्यसैलाई दुरुपयोग गरिरहेछ। त्यहाँ व्यक्ति होस् होइन, पार्टी होस् होइन, यसरी उल्लङ्घन गरिरहेको अवस्था छ। अब त्यसलाई सही ढङ्गले हामीले कानुन पनि निर्माण नै त्यसको कानुनी कारबाही पनि त्यही अनुसार गर्ने,
र अलि प्रविधिका कुराहरू छन् नि, विभिन्न अहिलेको टेक्नोलोजी एआई नै भनौँ, एआई टेक्नोलोजी मार्फत पनि यसको विकृत रूप, यसले एक आपसमा भएको सामाजिक रूपमा सम्बन्धलाई समेत खलल पुर्याउँछ। यसलाई मैले कानुनबाट पनि अनि प्राविधिक कुरो पनि जोडिएको छ, त्यो रूपमा मैले भन्न खोजेको। हजुर, अनि अनुज यहाँको यो जस्तै यो प्रतिबद्धतामा चाहिँ अर्थतन्त्रको मेरुदण्ड पर्यटन र जलस्रोतको क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई लगानी मैत्री वातावरण तयार गर्ने भन्ने छैन। अनि यहाँ पनि यो पर्यटन क्षेत्रसँग पनि सम्बन्धित हुनुहुन्छ होइन? अब हाम्रो मतदाताहरूले कसरी बुझाउनुहुन्छ? मैले भने नि अर्थतन्त्रमा धेरै विधाहरू छन्। जस्तै मैले यहाँ उल्लेख गरेको चाहिँ अहिले कृषि र जलस्रोतको कुरा होइन। अघि कृषि, बिना कृषि त हाम्रो जीवन सम्भव छैन, कृषि पनि हो। तर मैले अहिलेलाई तपाईँले भन्नु भर्खर कुरा उत्थान गरिहाल्नु, पर्यटन क्षेत्रको पनि थोरै बहुत अनुभव र जलस्रोत पनि अपार सम्भावना भएको देश भएर यसमा गर्न खोजेको मैले। तर हाम्रो पनि स्रोत साधन हामीसँग पनि नभएको होइन। तर अहिलेको ग्लोबलाइज युगमा जस्तै एमएनसी भन्छौँ, यो बहुराष्ट्रिय मल्टिनेसनल कम्पनीजहरू, उहाँहरूको पनि लगानी यहाँ भयो भने त्यसले बजारीकरणको लागि सहज हुन्छ। किनभने उहाँहरूको लगानी परिसकेपछि त मेहनत त उहाँहरूले पनि गर्नुभयो होइन। त्यो भनेको भनौँ विन सिचुएसनकै कुरा हो। त्यो एमएनसीहरूले पनि फाइदा लिन्छन्, हाम्रा जनताहरूले पनि फाइदा हुन्छन्। तर मैले त्यसको लागि केमा जोड दिएको छु भने यहाँ लगानी मैत्री वातावरण हुनु पर्यो। अरू त हामी कहाँ दक्ष जनशक्ति पनि छन्, त्यत्रो अपार प्राकृतिक स्रोत छन् होइन। हजुर, अब यो अन्तिम चरणको यो यहाँको प्रतिबद्धतामा 10 नम्बर क्षेत्र कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका, चन्द्रगिरी नगरपालिका एकदम संस्कृतिको धनी क्षेत्र हो नि होइन। सांस्कृतिक यो परम्परागत होइन, संस्कृति कला संस्कृतिको मूर्त अमूर्त संस्कृति छ यो क्षेत्रमा होइन। अब यो विषयमा यहाँको अवधारणा, यो प्रतिबद्धता के कस्तो छ? अब यो क्षेत्रमा जुन कला संस्कृति हाम्रो पुराना सम्पदाको कुरा उत्थान गर्नुभयो, मेरो विचारमा लाग्छ यो क्षेत्रमा मात्र होइन, विश्वकै सन्दर्भमा यति सानो भूगोलमा है, इन्क्लुडिङ काठमाडौँ, भक्तपुर, ललितपुर पनि पर्न आउँछ। यो एउटा खुल्ला सङ्ग्रहालय भन्छु म, एकदम खुल्ला सङ्ग्रहालय हो यो। हामीलाई म्युजियम भनेपछि मान्छेको कन्सेप्ट नै कस्तो भयो भने कुनै एउटा बिल्डिङमा होइन म्युजियमोलोजिस्टले डिजाइन गरे अनुसारको, तर यो त खुल्ला सङ्ग्रहालय हो। यो नेपाली कला संस्कृति, हिन्दू बौद्ध होइन सम्पदाहरू लगायत यहाँ भएका विविधताहरू होइन, जस्तै जातीय विविधता, जस्तै नेवार भन्छौँ नि हामी, नेवार जाति, म आफै पनि नेवार जातिको परेँ, नेवार समुदायको। अब नेवार जाति भन्दा पनि एउटा नेवार सभ्यता हो होइन। अब हाम्रै यही क्षेत्रको कुरा गर्नुभयो, अलि दानातिर तामाङ, उहाँहरूको आफ्नै मौलिक संस्कृति कला जीवनशैली छ भनेपछि यति धेरै विविधता भएको देशमा यो कला संस्कृति, मैले यो काठमाडौँ जुन उपत्यकालाई भने नि सम्पूर्ण नेपाललाई नै एउटा हामीले त्यो रूपमा हेर्न सक्छौँ। हजुर अनुजजी, यहाँले चाहिँ यो आफ्नो अवधारणा चुनावी प्रतिबद्धता सुनाउनु भयो। अब हाम्रो मतदाताहरूलाई अनुज प्रधान भनेपछि यहाँले यहाँको परिचय हाम्रो मतदाताहरूले कसरी दिनुहुन्छ? अब मेरो परिचय त मैले त कामले दिन चाहन्छु, चाहेको छु होइन, त्यही भएर त म यहाँ आउँदैछु। अब मैले बोलीले भन्दा कामले नै दिन चाहन्छु, त्यही भएर मलाई काम गर्ने ठाउँमा पुर्याउने तपाईँहरूको पनि दायित्व हो होइन। भने अहिले आज बोलेको रेकर्डमा रहिरहन्छ, म जुन ठाउँमा पुग्छु, जुन ठाउँमा तपाईँले मलाई जिम्मेवारी साथ पुर्याउनुहुन्छ म गर्छु। गर्नुहुन्छ पक्कै। भनेपछि अब हाम्रो मतदाताहरूसँग यहाँको अन्तिम अनुरोध के छ? अन्तिम अनुरोध भनेको यो हाम्रो मतदाताहरू भने म स्वयं उम्मेदवार मात्र होइन नि, म पनि त मतदाता पनि त हुने होइन र। त्यो भनेको अहिले यस्तो समय आएको छ कि यो निर्वाचन भनेको अहिलेको निर्वाचन जुन फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन नेपालको मतलब भविष्य कोर्ने एउटा मार्गचित्र बनाउने सही समय पनि हो। यदि सही ढङ्गले यो निर्वाचनको
सदुपयोग भयो भने अथवा यो निर्वाचन जसरी हामीले सोचेका छौँ होइन यो त एउटा विशिष्ट परिवेशमा आएको निर्वाचन हो नि त। तपाईँले थाहै छ सबैको मुखमा 84 भनेर झुन्डिसकेको के कारणले आएको बिचमा त्यत्रो अकल्पनीय कसैले सोच्दै नसोचेको जेनजी मुभमेन्टको कारणले यो अर्ली इलेक्सन भएको हो नि। त्यसले पनि यो मिनिङ राख्छ। यो इलेक्सनलाई हामीले मात्र होइन सारा विश्वले अलि विशेष अभिरुचिका साथ हेरेको अवस्था छ। हजुर दर्शकबिन यहाँले हाम्रो काठमाडौँ क्षेत्र नम्बर 10 प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेदवार भङ्गेरा चिन्हका साथ उठ्नुभएका अनुज प्रधानको यो चुनावी प्रतिबद्धताका साथ उहाँको व्यक्तिगत विचार पनि सुन्नु। हजुर उहाँको प्रतिबद्धता उहाँको विचार कस्तो लाग्यो? हजुर अवश्य पनि यहाँलाई राम्रो लागेको छ भने उहाँको प्रतिबद्धता चुनावी प्रतिबद्धता र उहाँको विचार अवश्य पनि उहाँलाई बताइदिनु होला भन्दै आजको निर्वाचन विशेष कार्यक्रममा क्यामेरा पर्सन प्रताप अनि हाम्रो आजको अतिथि अनुज प्रधान र म कार्यक्रम प्रस्तुता ललेन्द्रलाई बिदा दिनुहोस्। नमस्ते, चोचो। धन्यवाद।